ओए गाडी चम 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 कहीं ना कहीं यहीं देना सो हेलो एन्ड नमस्ते तपाईहरु सबैजनालाई स्वागत छ मेरो एउटा नयाँ अनि फ्रेश भिडियोमा है। सो गाइज तपाईहरु कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु। सो अनि हिजो चाहिँ हामी पुरा एउटा दाइ अंकल भाइहरुसँग चाहिँ पौडी खेल्न गएको थियौं खोलामा। अनि सो भिडियो बनाएको थिएँ तर इन्ट्रो चाहिँ बनाएको थिएन। सो त्यही भएर अहिले बनाउँदैछु इन्ट्रो एन्ड रमाइलो भएको थियो। अनि कति 12-1 बजेतिर गएको थियौं हामी चाहिँ उता। अनि त्यस्तै 4-5 बजेतिर घर आइपुगेको थिएँ। लेट्स से है हेरौँ कस्तो भयो के भयो भिडियो हेरौँ है लास्टसम्म। मन परेमा लाइक शेयर सब्स्क्राइब गरिदिनु होला है। अब चाहिँ हिजोको भिडियोतिर लागौँ है। वाह क्या डेन्जर छ डेन्जर लुक्स छ है भाइरल किसान जुलिएको कहाँ खानु यो न ओ अब चाहिँ दिँदैन नानी मिठो रेन्ज त्यही भएर त नानी मिठो रेन्ज फेल्दै भयो यो अम्मा को खाने अम्मा कहाँ घुम्न लाग्यो अम्मा को खाने अम्मा हामी चाहिँ ए ल ल ल ल ओए गाडी चाहिँ हिँड्न ल ल कहाँ गाडी हिँड्न नगर न भाइ गाडी छ यहाँनिर ठक्क मान्छे चाहिँ गाडी नै बाटो रहेछ। अनि ल ल सन भाइ तिमी त मान्छे यत्रो छौ अनि कसरी गाडी निभाइसक्यो अघि नै हिँड्न यस्तै बाटो गाडी 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 टक्क लगाएर हामी चाहिँ खडे घाटमा भन्दा माथि हाम्रो टोली अलि अगाडि आइज नि त चाहिँ ल टक्क लगाएर हामी चाहिँ घुम्न जानु लाग्यो। सबै यसको कामदार आयुष भाइ किसान दाईको कामदार हो तिमी। काम चर्केर यहाँनिर उधुम भइसक्यो उधुम गाडेर मैले यस्तो भइरहेको छ हालत अघिको हिलोमा गाडेर उधुम भएको छ। हाम्रो अङ्कल दुईजना अगाडि दुईटा भाइ चारवटा भाइ दाइ म अनि ठक्क लगाएर बुद्ध हेलो हेलो टक्क लगाएर बुद्ध प्रवीण पछाडि आउँदैछ। हामी चाहिँ जानु लाग्यो खडे खोला घुम्नको लागि।
टक्क लाएर है खतरनाक छ मौसम चाहिँ। हिजो चाहिँ घुम्न गएको पानी परेर बर्बाद भएको थियो। आज पनि जाँदैछौँ हामी चाहिँ घुम्नलाई। हिजो चाहिँ बाइक लिएर गएको, आज चाहिँ हिँडेर जाँदैछौँ टक्क लाएर सारा। हामी गएको चाहिँ हिजो यता मासतिर हो है। सो गाइज हामी चाहिँ पार्टी गरेर मार पुगिसक्यौँ, हेर्न सक्नुहुन्छ। के हो ढुङ्गा गुल्टाउँछ त माथिबाट। आजको भ्यू, आजको वेदर चाहिँ खतरा छ है। सो गाइज म चाहिँ अहिले यता एक्लै छु है, किनकि बुद्धले यो स्याम्पूहरू साबुनहरू चाहिँ बोकेर आएको थियो। अनि सो त्यसलाई कुरेर बसेको, त्यो चाहिँ अब पठाउ जानुपर्ने भयो अरे हो। त्यसको कारणले म चाहिँ स्याम्पू साबुन बोकेर जाँदैछु। अङ्कलहरू चाहिँ यतापट्टि यो डाँडा नि कट्नु भइसक्यो। सो गाइज अब म अलि छिटो जानुपर्ने हुन्छ, किनकि उहाँहरू कट्नु भइसक्यो। त्यही भएको कारणले। एन्ड यो चाहिँ हाम्रो पुरानो रोड हो, लोकमार्ग आउनुभन्दा अगाडि यही रोडबाट चल्दै हाम्रो बसहरू चाहिँ यहाँको बाटो। एन्ड सो गाइज त्यही हो, अब जानुपर्ने चाहिँ हामी यतापट्टि हो। म चाहिँ अब एक्लै हिँडिरहेको छु, के हुन्छ है। एन्ड हाम्रो गाउँबाट देख्ने भ्यू यो चाहिँ गाउँभन्दा मुनि हो, हाम्रै गाउँभन्दा मुनिपट्टि हो। गाइज हिजो बाइक चलाएर यस्तो थाकिरहेको छु, त्यही पनि आज चाहिँ यसो घुम्न जाउँ भनेर अङ्कलहरू पनि जानु लाग्नु भएको रहेछ, त्यही भएर चाहिँ जानु लाग्यो। यता हेर्न सक्नुहुन्छ, यो बाटो, यो न्यू बाटो आउनुभन्दा अगाडि चाहिँ हाम्रै यो बाटो युज हुन्थ्यो। भन्नु मतलब यो बाटोमा गाडी हिँड्थ्यो। अहिले त हेर्न सक्नुहुन्छ पुरा भत्केर यहाँनिर यत्रो आएर बसिरहेछ, हेर्न सक्नुहुन्छ। यो बाटो चाहिँ अहिले खराब भइसक्यो, पुरा खराब भइसक्यो चाहिँ। एन्ड सो गाइज यहाँबाट चाहिँ अलिक छिटै निस्किनु पर्ने हुन्छ, किनकि यहाँ माथितिर यस्तो छ पहिरो जाने सम्भावना चाहिँ बढी छ यसमा। त्यही भएको कारणले हामी चाहिँ अलिक छिटो निस्किनु पर्ने हुन्छ यसमा। So guys, what a beautiful view. So guys, हेर्न सक्नुहुन्छ कोसी हाम्रो चाहिँ। एन्ड घाम हेर्न सक्नुहुन्छ, अहिले चाहिँ दिउँसोको कति बज्यो, दिउँसोको 2 बजेछ। सो गाइस हामी हिँडेको चाहिँ 1 बजे हो, यताउता गर्दाखेरि 2 बज्यो। सो गाइस लेट्स गो, के हुन्छ है हेरौँ अगाडि। गाइस हाम्रो दाइहरू चाहिँ उता पारी भित्तामा पुग्नु भइसकेको छ यता। अनि किरण चाहिँ यहाँनिर कुरेर बसिरहेछ यहाँनिर अगाडि, उता त्यो चाहिँ कुरेर बसिरहेछ यहाँनिर हो, किनकि म एक्लै छु, त्यही भएको कारणले चाहिँ कुरेर बसिरहेछ। त्यो हेर्न सक्नुहुन्छ त्यहाँनिर। अरू चाहिँ पछाडि पुगिसक्यो, अगाडि हेर्न सक्नुहुन्छ, अगाडि डाँडामा। अनि लास्ट चाहिँ हाम्रो चाहिँ यहाँनिर सानो झर्ना पनि आएको छ, यहाँ हेर्न सक्नुहुन्छ।
ओपी झर्न आउँछ पानी पर्दा चाहिँ, नपर्दा चाहिँ फेरि पानी। वाटरफल, वाटर ब्युटी। सो गाइस हाम्रो चाहिँ यहाँनिर यस्तो भत्किरहेछ ढक्क लगाएर चमचमचम। चलो रे भाइ, हाम्रो अर्को टिम चाहिँ यो डाँडा कटिसक्यो। हामी दुईजना ढक्क लगाएर पछाडि बाटोको यो बाटो ढक्क लगाएर यहाँबाट खस्यो भने चाहिँ फेरि सिधै तल खोलामा पुगिन्छ। कहाँ छ हौ बाटो यार, डेन्जर भएछ यार अहिले त। हेर्न सक्नुहुन्छ यहाँनिर हाम्रो सेट। के साह्रो भएको हो यो बाटो त यार। लागिरहेको थियो, हेर्न सक्नुहुन्छ यहाँ तल चाहिँ हेर्नु बाटो लास्टै माथिबाट गएको छ नि यो त। तल चाहिँ हेर्न सक्नुहुन्छ फेरि जमजम हामी जम। अब चाहिँ हामी अलिक चाँडो जानुपर्ने हुन्छ। उता चाहिँ हाम्रो टिम अगाडि पुगिसक्यो, कहाँ पुगिसक्यो थाहा छैन। हामी दुईजना अलिक पछि छौँ। यहाँनिर बाटो पनि यस्तै छ है। ए कहाँबाट चाहिँ छिर्नु त? ल ल ल ल बाटोको हालत यस्तो छ। अनि हाम्रो गाउँमा कहाँबाट बस चल्छ जाने? बाटोको हालत यस्तो छ। टक्क लगाएर खोला चाहिँ खत्रै ठुला रहेछ। टक्क गइन्छ नुहाइन्छ आइन्छ। नआएर अहिले हिँड्न पो सक्ने हो कि नसक्ने? टक्क ए सारा यहाँ नि पहिरो गएछ, तर यहाँ चाहिँ आउन चाहिँ मिल्छ। गाडी चाहिँ छिरिन्छ, तर योभन्दा पछाडिको चाहिँ बाटोले बिगार्यो। सगाइ अब उता गएर भेटौँ है त। हैट के साह्रो भत्किएको हौ बाटोतिर त। थेट हाम्रो खै कहाँ ठिक छ भने खोला चाहिँ हेर्नु न यति ठुलो आइरहेको रहेछ है। बाटोको हालत चाहिँ फेरि त्यस्तै रहेछ। उनीहरू चाहिँ वहाँ पर स्कुलमा पुगिसक्यो अरे। अब जाउँ है हामी नै बिस्तारै बिस्तारै टक्क लगाएर। मासतिर पानी पर्ला जस्तो भयो जस्तो लाग्यो मलाई चाहिँ। सो गाइस हामी हिजो गएको चाहिँ यो यहाँनिर हो है। हामी गएको चाहिँ यता साइडमा यहाँ मासतिर हो। हिजो गएको चाहिँ टक्क लगाएर। हिजो नि मजै भएको थियो, मजा त आज नि मजा त मजै भइरहेछ। हिँड्न चाहिँ अलिक गाह्रो भइरहेछ है। यहीँबाट आइसक्यो, अनि कहाँ फर्किन्छ? कहीँ न कहीँ यहीँ थिएन, ऊ त्यहाँ अगाडिपट्टि छ। यहाँ अगाडि छ क्या।
सो गाइस हामी चाहिँ यहाँनिर अहिले घारी 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 पसिरहेछौँ। यो चाहिँ हाम्रो पुरानो रोड। अहिलेको हालत यस्तो भएर बसिरहेछ। हेर्न सक्नुहुन्छ घारी डुबायो। कहाँ माथि छैन हौ त्यो बाटो। कहाँ गाडीभित्र पस्न गएको त्यता चाहिँ यहाँनिर बाटो छ त्यही। उतैबाट झरेको छ झर्न त कहाँ पुग्यो भन। यतैबाट गएको छ त। खै त तलतिर गएको जस्तो छ। बाटो हेर्न सक्नुहुन्छ है। यहाँ चाहिँ के हो यो बाटो। ल ल बाटोको हालत अगाडिपट्टि यस्तो घारीमा डरै लाग्छ हो। क्या पोल्यो सिस्नो रहेछ त्यहाँ। आमा सिस्नोले पोल्यो। ओहो लास्टै गर्मी। सिस्नोले चाहिँ यहाँ गर्मी बनाइसक्यो झाँट। यतिले बच्यो मासुले म यहीँ अगाडि सिस्नो रहेछ। सिस्नो सिस्नो यस्तो त फेरि हामीलाई त सानोतिनो बाटो त सक्दैन नि फेरि हिँड्नलाई त। कुदिन्छ म फेरि। खोला रहेछ गाइस यहाँ चाहिँ खोला। फाइनली हामीले चाहिँ अर्को टिमलाई पनि भेटिसक्यो त्यहाँनिर हो टक्क लगाएर। खरे खोला आइपुग्यो हामी फाइनल गाइस। बाटोको हालत अरू त खरे खोला खोलाभित्र छिरिसक्यो। हामी कहिले छिरियो गाइस गाइस गाइस। चाँडै आयो टक 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 सारा क्या घोच्छ यार। बाटो
हैट। क्या झोला भित्र हाम्रो भिडियो ए भिडियो रे हिरो हाम्रो हिरोहरू ग्याङहरू। सो गाइस हामी चाहिँ यहाँबाट चाहिँ घर फर्क्यौँ है एकछिन पौडी खेलेर। अनि यो पछि चाहिँ मैले भिडियो बनाएन किनकि पौडी खेलेर लास्टै फ्यानलाई नै उभा थियो। अघिल्लो दिन हामी चाहिँ घुम्न गएको थियौँ, त्यही भएर ज्यान दुखिरहेको थियो, त्यही भएर भिडियो बनाएन। सो थ्याङ्क यू फर वाचिङ।